ल क्वाट गरे यार फरक पार्टी फरक झन्डा देश लुट्ने एउटै धन्दा कहिले जुट्ने कहिले फुट्ने उद्देश्य एउटै देश लुट्ने यस्तै छ हजुर मेरो देशको दशा लागिरहेको छ हाम्रो नेताहरूले देश लुट्ने नशा झगडा मात्र गर्न छोडेको बिर्सेको होइन नि मेरो साथीलाई छोएर मात्र हेर्न आँखा देख्दिन त म आइफोन 16 प्रो पानीमा हेर है Subscribe and press the bell icon this channel. सबैले झोरले अनि दर्शक नमस्ते तपाईहरुलाई स्वागत छ मेरो यो झोरले ब्लगमा फरक पार्टी फरक झन्डा देश लुट्ने एउटै धन्दा समझ रहे हो ना फरक पार्टी फरक झन्डा देश लुट्ने एउटै धन्दा कहिले जुट्ने कहिले फुट्ने उद्देश्य एउटै देश लुट्ने यस्तै छ हजुर मेरो देशको दशा लागिरहेको छ हाम्रो नेताहरूले देश लुट्ने नशा अभी मजा आएगा ना So beautiful place, welcome to once again guys. So here once again so beautiful place. यो चाहिँ हाम्रो सर्कलको इन्टेक हो एउटा इन्टेकमा जाऊ न सो यस्तै नै छ मेरो देशको दशा हेर्नु सक्नुहुन्छ लागिरहेको छ मेरो देशका नेताहरू लुट्ने नशा सो वान्स अगेन गाइस सो हेर्नु सक्नुहुन्छ ब्युटिफुल प्लेस र हामी अहिले सर्कल बर्दियाको सर्कल भन्ने ठाउँमा आएको छौँ इन्टेकमा यति नै दामी भ्युज रहेछ यहाँ यो चाहिँ पिकनिक स्पोट अनि हामी चाहिँ तपाईँको बिचमा यो प्रदर्शन गर्दैछौँ यहाँको ब्याकग्राउन्डहरू हेर्नु सक्नुहुन्छ हामी चाहिँ एकछिन लागेको अब यहाँदेखि हामी चाहिँ जान लागेको छ यो भिडियो हेरेर हाम्रो साथ सपोर्ट गर्नु होला जोरले गरा चाहिँ भन्न जतासुकै लैजाऊ मलाई मेरो नेपाली हो अनि तपाईँलाई हेरेको कस्तो लागिरहेछ चाहिँ मोबाइलले छ दामी छ अति नै राम्रो ठाउँ छ होइन तर एउटै कमजोरी छ त्यो चाहिँ तपाईँले बुझिसक्नुभयो बाँकी सब ठिकठाक छ त्यसको लागि चाहिँ त्यसको अनि के चाहिँ चाहियो त्यसको लागि तपाईँलाई एकदम त्यो नपुगेको के महसुस त सबै छ यो जीवनमा पुगेको सबै छ हाइटमा पुगेन बाइक सब पुगेकै हो यो पार्किङ स्थल हेर्दाखेरि माहौल हेर्दाखेरि के चाहिँ सुधार्नु पर्ने जस्तो देखिन्छ अब यहाँ सुधार्नु पर्ने कुरा धेरै नै छ तपाईँको अब यो अब चैत वैशाख लागेर अब हावा चल्नुको रोड छ गर्मीयाम छ अब यहाँ विभिन्न ठाउँहरूमा चाहिँ अलि राम्रो खालको बोट बिरुवाहरू लगाएर शीतल नर्सरी जस्तो बनाइदिएको थियो अझ बेटर राम्रो हुन्थ्यो होइन अनि शीतलहरू हुन्थ्यो अब अलिक घुम्नको लागि चाहिँ घाम छ गर्मी छ हेरिरहनु भएको छ म नसा खुम्चै बोलिरहेको छु समस्या थियो बाँकी त सब राम्रो लाग्यो सुनसान एकान्त ठाउँ यहाँ चाहिँ तपाईँको अब बर्दिया राष्ट्रिय निकुञ्ज त भनियो होइन अनि यहाँ अलिअलि जनावरहरू राखेको भइदियो राइट यो चाहिँ सही कुरा है जनावर छ हाम्रो इन्टेकमा है गैडा देखाउन गएर आउनुहोस् गैडा त देखायो तर ओरिजिनल राखेको हुँदा कस्तो हुन्छ एकछिन त्यसलाई स्टप गर्नु न म गएर देखाइहाल्छु मारो मुझे मारो यता तलतिर गाउँलाई गैडा खै गैडा ल गाइज हामीहरू अब गैडानिर पुग्दैछौँ है एकदम ल गाइस हाम्रो इन्टेकमा है अर्ग्यानिक ओरिजिनल गैडा तर बर्दिया राष्ट्रिय निकुञ्ज चाहिँ जस राम्रो छ अलिकति जति ठाकुरद्वारामा राखिएको छ त्यतिकै चाहिँ जनावरहरू राखेको भइदियो है राम्रो देखिन्छ गैडा चाहिँ छ
यो ओरिजिनल गैँडा भनेर आएको यहाँ त चिल्ले गैँडा बनाएर राखेको रहेछ जस ठिक छ केही छैन मान्छेहरूलाई भुलाउने काम त भइहाल्छ यस्तो चिजहरूले पनि ल हामीहरू चाहिँ इन्टेकमा चढिरहेछौँ जोस् जोस् राम्रै छ होइन राम्रो छ राम्रो अति दामी अब गर्मी लाग्यो भने ऊ त्यहाँ गएर नुहाउने बिस्तारै हैट रामसँग हो रामसँग भमा मामाजी त्योभन्दा बेसी नलाउनु छोड्दैन छोड्दैन है तेरिका रमाइलो त रमाइलो हुन्छ इन्टेकमा आएपछि यो चाहिँ फाइदा हुन्छ है गर्मी भए पनि हावा सरल आउँछ पिङ खेलेपछि यो चाहिँ हामीले आउनुपर्ने कता हो थाहा छ बाटो बाटो भनिदिनुहोस् न इन्टेकको बाटो नै नै जस्तै अब आउनु पऱ्यो भने यो ठाउँमा आउनु पऱ्यो भने कुन कुन ठाउँदेखि आउनुपर्छ भने यता कैलालीबाट आउनलाई चाहिँ सनकटी घाट दौलतपुर सती तरेर आउँदा पनि हुन्छ अनि यता नेपालगञ्जतिरबाट आउनलाई चाहिँ गुलरिया हुँदै कोठियाघाट तरेर हजुर काठमाडौँको लोकेसन भन्नु नि सिधै काठमाडौँदेखि आधी हजुर काठमाडौँको लोकेसन अब काठमाडौँबाट आउनु बाटो थाहा छैन मलाई ल तपाईँहरू आउनु सक्नुहुन्छ टिकापुरदेखि आउनु पऱ्यो भने सङ्कटी घाट तरेर अनि शान्ति बजारदेखि माथि हुँदा हुँदै डोके बजार हुँदै होइन अनि यो ठाउँलाई के भन्छ अरे यो जनकनगर लास्ट जनकनगर हुँदै आएर अनि यो गाउँपालिकाको नाम के हो गेरुवा गाउँपालिका है गेरुवा गाउँपालिका हुँदै जनकनगर आएपछि तपाईँहरूलाई एक्ज्याक्ट अनि त्यहाँको मान्छेहरूसँग सोध्दै आउनुभयो भने लोकेसन बताइदिनेछन् र यहाँ पिकनिक खानालाई राम्रो छ अनि सुरक्षित पनि छ सुरक्षित ठाउँ पनि हो है यो किनकि के अरे यहाँ कसैले अट्याक गरेर यताउति छैन आर्मीहरू यहीँ परिचालन भइराखेका हुन्छन् हिँडिराखेका हुन्छन् जो हो झै झगडा हुनलाई चाहिँ गाह्रो छ यो ठाउँमा चाहिँ जोस् राम्रो छ अलिक व्यवस्थापन भनेको रुखहरू अलि राम्रो छैन अनि जनावरहरू ओरिजिनल जनावरहरू चाहिँ राखिदिनु पर्ने है डुप्लिकेट जनावर बनाएर भन्दा पनि ओरिजिनलहरू बनाएर ओरिजिनल जनावर पनि त छ त ओरिजिनल जनावरबाट कसरी बचाऊँ भन्ने छ यहाँ ओरिजिनल जनावरबाट चाहिँ कसरी बचाउँ होइन हेर्ने जनावर छैन ओरिजिनल जनावरबाट कसरी बचाऊँ भन्ने भइरहेको छ यहाँ उहाँहरूलाई चाहिँ ओरिजिनल जनावरबाट कसरी बचाउँ भन्ने हुनुहुन्छ कसरी बचाऊँ भन्ने भइरहेको छ तर हामीलाई चाहिँ ओरिजिनल जनावर देखेको भइदिए पो भन्ने छ है यति नै हो हाम्रो कुरो भनेको ल अरू चाहिँ सब ठिक छ अनि यहाँनिर आर्मी क्याम्प पनि छ खै कहाँ अब यहाँ हेरेपछि बाघ आयो अरे ल भयो त यो तरिका हो यो यत्तिका यो त अति भएन र यो बाघ त बाघै जस्तो चाहिँ भाग्छ हो बेला बेलामा यो पनि अच्छा लेकिन चाहिने जो मत लाउ रे गोर्खापल्टनको मौली बर्दियाको पार्क हिनौली मेरै पछि यस्तो यस्तो एक लाइक तो बनता है ट्याप ट्याप गेरुवा गाउँपालिकाको इन्टेक सर्कल मछली जल की रानी है जीवन उसके पानी है मछली जल की रानी है जीवन उसके पानी है हजुर चिप्लो चिप्लो छ त हो बाटो त त्यसरी हिँड्नुपर्छ कहिले त्यसरी हिँड्दैन त्यसरी हिँड्दैन यो बेलामा ठाडो ल सो फाइनली गाइस अब हामीले इन्टेक पनि हेऱ्यौँ अब गएर हामी नुहाउनेछौँ पानीभित्र नुहाउने चाहिँ कहाँ हो र वहीँ घर छेउमै नाङ्गै त्यहाँ कहाँ अनि मान्छेहरू हुन्छन् यार ए ल ल ल जाउँ हो ल जाउँ जाउँ ल बसन्ती चलाउँछ ल सो वेलकम ब्याक टु माई युट्युब च्यानल झोटे ब्लगमा स्वागत छ आफ्टर लङ टाइम पछि यो ब्लगिङ आउँदैछ
सो डोन्ट वरी गाइसहरू के गर्नु समय र फर्स्ट यस्तै गरिरहेको छ है बस ल हालिदिनु रहेछ नै हालेछ यही बाटो यही बाटो अघि आएको त्यो बाटो अहिले हामी बर्दियामा हबिब गर्दैछौँ यो ड्याममा क्लिपर जो म देखिएको त्यो काट्न मिल्छ नि मिल्छ लैजाउँ न लैजाउँ ल्याऊ म ल्याइहाल्छु ल्याऊ त्यस्तो गरौँ नि त त्यही त भोलि कपडा अलग हुन्छ त्यो मान्छे अलग हुन्छ फेरि त्यस्तो उयो त सो अब हामी चाहिँ इन्टेक घुमिसकेपछि फेरि पनि एकछिन यो जनकनगर भन्ने गाउँमा आएका छौँ अब हामी एकछिन नुहाइ गर्न गइरहेका छौँ स्याम्पू मगाउनु छ यो कर्णालीको एउटा हाँगा हो बाघ आएर पानी छैन हुँ पर जानुपर्ने यो जङ्गली जनावरको लागि प्रोटेक्सनको लागि चाहिँ गरिएको ठाउँ हो यो यतातिर चाहिँ गाउँ छ जनकनगर गाउँ यतातिर चाहिँ यो हात्तीहरू नआओस् भनेर चाहिँ प्रोटेक्टलाई लागेको ल एजुकेन्सी गाइस चोर हिँड्ने बाटो हामी नो केटा आऊ फेरि आऊ है आऊ फेरि नो आऊ न फेरि ल फाइनल गाइस अब हामी ना प्रेम पायो ना धन पायो सिर्फ और सिर्फ तेरे जैसा कुत्ता दोस्त पायो मलाई लागिरहेको छ म तर्न सक्छु हेलो हेलो अब हाम्रो यहाँ रेस्लिङ चल्दैछ दुईजनाको भर्सेस कैलाली भर्सेस कैलाली एकदम यो हात मात्र भाँची फाल्ने हो अहिले बिरयानी ल गो सिधा गर्ने सिधा गर्ने ल कैलाली हारे कैलाली विनर बर्दिया हामी त आडस लगाएर तान्नु पर्छ तरी हो त्यस्तै तानो ल
प्राप्त गरे हा? Subscribe and press the bell icon this channel.